नमस्कार सम्पूर्ण साथीभाइहरू र चिने नचिने साथीभाइले कोही लाइक गर्नु होला, कसैले कमेन्ट गर्नु होला, कसैले सेयर गरिदिनु होला, कसैले सहयोग गर्नु होला। अनि विचारहरू कस्ता कस्ता लाग्छन् विचारहरूलाई सहयोग गर्नु होला। म तपाईहरुमा आज एउटा भिडियो हाल्दै आज यस सामाजिक सञ्जालमा मान्छेले राजा ल्याऊ देश बचाऊ भनेका छन्। हेर्नुस्, राजा ल्याउन गएका मान्छेले रक्सी खाएर बेचिएर राजा साजा चाहिँदैन भन्छन्। हेर्नु, अब तिनकै समर्थन राजा समर्थकहरूले। अनि कोही राजा ल्याउन गएका मान्छे फेरि होइन हातमा चस्मा र जुत्ता समातेर वल्न खोला पाल्न खोला भागा भाग्छ। हेर्नुहोस्, अब यो यस्तो राजा ल्याउने कहाँ राख्ने त नि? राजा ल्याउन गएका मान्छे बाहिर आएपछि राजा कहाँ जान्छ त? राजालाई उतै साउदीतिर खजुरी सजुरी टिप्न पठाउनु पऱ्यो भने मैले अस्ति एउटा भिडियो हालेको थिएँ। अनि के यता कालापारमा पठाइदिनु पऱ्यो कि हामी यहाँ कामसाम गराउँछौँ, बिरी काम गरेर खायो ठिकै होला। अरू पुरानो 240 वर्षको चाहिँ राजाको ढुकुटी समातेर बसेर खाएर अझ त्यसले पनि पुग्दैन, अझ राजा ल्याउँछु भन्छ, आउँछु भन्दै अझ बाटाघाटामा तम्सिएका छन् मान्छेहरू। अब पहिला राज संस्था छन् जे आफू त राम्रो भएको घरबार छन् चाहिँ तिनलाई पचेन, जनतालाई कहिले किलो सेरा 2 अपरेसन गराउने, कहिले चाहिँ माओवादीहरू सकाप बनाउँछु भन्ने, कहिले नेताहरू जेल हाल्छु भनेर चाहिँ राजनीति हरेको। अब फेरि अलिअलि खाइपाइदिएको निर्मल निवासै दिइरहेको छ हेर्नु गणतन्त्रले। यसमा पनि चुरीफुरी गरे पनि तीबाट पनि कहिले तानिएन कता हाल्छन् खोर्दैन माझ राजा साजा फची हुन्छन् ती। अलिक विचार गरे मान्छेले हुन्छ यो लडाइँ झगडा बनाउने काम चाहिँ गर्नु भएन कि कहिले राजा ल्याऊ कहिले गणतन्त्र ल्याऊ। यो झगडा मचाउने काम चाहिँ अलि बढी भइरहेछ। अब अहिले चाहिँ उत्तराखण्डको भारतको उत्तराखण्डको योगी आदित्यनाथ योगीको चाहिँ फोटो प्रचार गरेर अब हामीलाई हिन्दू राष्ट्र चाहियो अरे। हिन्दू राष्ट्र चाहिएको त यतिका वर्षसम्म हिन्दू राष्ट्र भएकै त हो नेपाल। अनि त्यो हिन्दू राष्ट्र भएर के भयो त? सारा दुनियाँभरिका इन्डियाका जोगीभरि त्यहाँ भित्रनु भरेर नेपालको सारा सम्पत्ति ढुकुटुकुले रित्याएर हेर्नुहोस्। अब अहिलेसम्म पशुपतिनाथको ढुकुटी अझ केही पनि भारतीय भट्टहरूले खाइरहेका छन्। हेर्नुहोस्, अब फेरि त्यो राजा ल्याएर देश बचाउने, देश बचाउने भए त त्यत्रो खाएको पुरानो सम्पत्ति सम्पूर्ण जनतामाझ बाँडेर जनताहरूसँग भिजेर बसेको भएपछि तिनको राजालाई चाहिँ के को फेरि बाहिर खेल्न लग्नु पर्ने छ। सम्पूर्ण मान्छेहरू मिलेर राखेको भए त राजालाई त राजै हुन आखिर सबैकै राजै हुन्थे। जनतासँग रुन भिज्न नसक्ने, अनि तल्लो जातिलाई वर्गलाई देख्न खान नसक्ने, अब फेरि राजा ल्याऊ देश बचाऊ भन्ने मान्छेले राजा लिएर आयो भने चाहिँ हेर्नुहोस् यो जनजातिको त ज्वरो सरो सारा उत्तानोबाट छ। किनभने यिनका शासनमा त हामीले देखिरहेको त हो त। कसैलाई पानी छुन नदिने, कसैलाई धारो छुन नदिने, कसैलाई बाटोघाटो हिँड्न नदिने, कसैलाई राम्रा लुगा लगाउन नदिने, कसैलाई राम्रो पढ्न लेख्न नदिने। त्यही भएको होइन राजा शासनमा राष्ट्रताले त्यही गराएको थिएन। त्यतिको नगरेर जनताहरू के गरिसकेर तिनलाई फेरि त्यहाँबाट लगेर माथि निर्मल निवास पुऱ्याउनु पर्ने। अझ कसो निर्मल निवास पुर्याए? त्यति बेला मेरो शासन चलेपछि कहाँ पुर्याउँथेँ? अब अलि तलै पुर्याइदिन्थेँ मैले। मैले त भनेको साउदीतिर अब खजुरी सजुरी टिप्न पठाइदिउँ कि उतै भेडा चराउन। अनि तातो घाम खाएर कमाएको पैसा कता हुन्छन् भन्ने थाहा हुन्थ्यो ए राजा ल्याऊ भन्नेलाई। सबै मिलेर बस्ने हो नि त। अब हाम्रो धर्मनिरपेक्ष राष्ट्र हो नेपाल राष्ट्र। धर्मनिरपेक्ष राष्ट्र बनाइसकेपछि सबै धर्महरू अटाउनु पऱ्यो त्यहाँ त। अनि कसैलाई सानो भन्नु भएन, कसैलाई ठुलो भन्नु भएन, कसैलाई तल्लो जाति कसैलाई मथल्लो जाति बनाउनु भएन। अब हिन्दू राष्ट्र भनेको छ, हिन्दू राष्ट्र कसले बनाइदिएको भने चाहिँ हेर्नुहोस् यो नेपालमा हिन्दू राष्ट्र बनाइदिएको र इन्डियालाई हिन्दू राष्ट्र बनाइदिएको। पाकिस्तानको नजिकै वरपर एउटा सिन्धु नदी बग्छ। त्यो सिन्धु नदीका यता वल्लोपट्टि बस्ने मान्छेलाई चाहिँ हिन्दू राष्ट्रमा घोषित गर्दै उतातिरलाई मुस्लिम राष्ट्रमा घोषित गर्दै हेर्नुहोस्। अनि त्यसपछि के बनाइदियो त? झगडा त हिन्दू र मुस्लिमको। अहिले हाम्रो नेपालमा यो राजा ल्याऊ देश बचाऊ भन्ने मान्छेले यो एकाङ्कै हिन्दू राष्ट्र बनाउन खोजेर मात्रै हुँदैन। अहिले यहाँ श्रमजीवी जनताहरू सम्पूर्ण जागिसकेका छन्, बुद्धिजीवी जनताहरू, उहिलेका लाटाका रास्ता छैनन् जनताहरू। अहिले सब जनता सचेत भइसकेका छन्। अब उहिले पुराना पर्खामा बाहुनले जे भन्छ त्यही मान्ने, जोगीले जे भन्छ त्यही मान्ने भएन चाहिँ हाम्रो नेपाल चाहिँ यति पछि पर्यो। अझ पनि उही 42-46 शासन 46-47 सालको संविधान फर्काउँछन् भन्छन् तिनी राजावादी खुट्टियाहरूले। राजावादी खुट्टियाहरूलाई नयाँ नयाँ उचाइमा चाहिँ देशले जानुपर्छ। प्रत्येक देशका जनताहरू नयाँ नयाँ बाटामा नयाँ नयाँ खोजहरूमा अगाडि बढिरहेका छन् भने चाहिँ हाम्रा मान्छेले नेपालका मान्छेले के गरिरहेको भने 47 सालको चाहिँ संविधान चाहिँ दोहोऱ्याउने अरे, उल्ट्याउने अरे। त्यो चाहिँ 46-47 सालको चाहिँ संविधान जनताको संविधान हो त। ठ्याइ गाला फुट्निर दिएपछि बल्ल हुन्थ्यो अरे यिनीहरूलाई। मान्छे बुझेर नि बुझ पराएको है हाम्रो नेपाली मान्छेहरूलाई। नेपाली मान्छे के भने नि उहिलेदेखि शासन गरेर आए मान्छे अब तल्लो वर्गमा शासन गरेर बस्या मान्छे अब तिनको पुरानो ढुकुटी सकियो, तिनले काम गरेर खाने क्षमता चाहिँ छैनन्। लाउने खाने चिल्ला गाडीमा हिँड्ने गर्दा गर्दै पुरानो ढुकुटी रित्तिको अब
अब कहाँबाट चाहिँ भर्ने हो र कसरी खाने हो भन्ने चाहिँ आत्रो भइरहेको छ। बिना पानीको माछा जस्तो भइसकेका छन् अब हेर्नुहोस् यिनी पुरानो सामन्त वर्गहरू। त्यही भएर कसैले राजा ल्याउने भन्ने, कसैले पैसा लगेर विदेशमा हाल्ने भन्ने। अब अर्को देख्नु भएको छैन अहिलेको सरकार, नेपाल राजा पछिका दोस्रा राजाहरू पैसा लग्दै विदेशमा लुगाउँदै अनि सारा चिजमा चाहिँ जनतालाई ट्याक्स लगाएर नेपाललाई कस्तो भने भुती भाङ बनाइसके। सालेको आगो लगा मरुभूमि जस्तो आगो लागेको जङ्गल हुन्छ त्यस्तो बनाइसक्यो हाम्रो नेपाल राष्ट्रलाई। सीमा कहाँबाट कहाँ मिचिँदै गइसक्यो। राजा बालीमा पनि नदीनाला सारा बेचेर खाक्यौँ। अब अहिलेका नेता भन्ने उनीहरूले पनि यो मात्र गणतन्त्र आइसकेपछि अझै सिमाना चेप्दै गइसकेका छ। अब पहिलाको सिमाना भन्नुहुन्छ भने गड्डा चौकी महाकाली गड्डा चौकीमा कहाँ थियो भने चाहिँ पुल पारी चाहिँ इन्डियाका पुलिसहरू बस्थे। अब अहिले यो गणतन्त्र आइसकेपछि त्यो पुलिसहरू त्यहाँ इन्डियाका पुलिसहरू प्रशासनहरू र फौजीहरू कहाँ पुगेन भने माथि गड्डा चौकी पुगे। हेर्नुहोस् माथि कञ्चनपुर हो, ठ्याक्कै बस पार्कमा चाहिँ सिमाना तेर्साएको छ। यो के हेर्छौ है तिमी मेसिद्धि भोसरीवालाहरू, कमसेकम हेर्दैनौ तिमी गृहमन्त्री कहाँ छौ, रक्षा मन्त्री कहाँ छौ, नेपालको सेना कहाँ छौ कि त्यो राजा पछि र ठेउलो समातेर उभिरहने हो? यो सोझा साझालाई हेर्न मात्रै खोजिराख्ने हो बारमासे? तिमी के हेरेछौ? म त दङ पर्छु। हामीले उहिले भनेका थियौँ यार कमसेकम हामीलाई सीमा सुरक्षा गर्न देऊ भनेर। न सीमा सुरक्षा गर्नु छ, न साले जनतालाई गरी खान दिनु छ। राजावादी भनेका छ, ढुलेका छन् यहाँ सालेहरू। यतिको त नभन्न पर्ने थियो, भन्नेको फेरि मनमा आएको र राख्नै मिल्दैन क्या। यो छ यहाँ गाह्रो।